त्यो भाग चाहिँ होइन भनेर चाहिँ वन विभागले चाहिँ भन्दै। मदन तामाङ उहाँले भन्नुभयो आजघरि चाहिँ केस चाहिँ राखिदिनुहोस् र केस राख्दाखेरि के कसो हुन्छ सर्चिङ गऱ्यो भने त त्यो रिपोर्ट कतै पनि जिस्केर जान सक्छ र यहाँनिर केस राखेर 1-2 दिन हेरौँ भनेर उहाँले हामीलाई भनेर उहाँको आदेश अनुसार नै हामीले उहाँलाई एउटा गाउँलेवासी भएर उहाँलाई हामीले यो केसको उहाँलाई जिम्मा दिइरहेका छौँ। यस केसमा चाहिँ कोही पनि मानिसहरू घाँस काट्न दौराको निम्ति जङ्गल पाखामा नपसिदियोस्। नानीहरू कोही बेला चराचुरुङ्गी ल साथी, जुन अघि बिहानखेरि चितुवा मरेको थियो त्यो चितुवा चाहिँ होइन भनेर चाहिँ फरेस्ट डिपार्टमेन्टबाट चाहिँ त्यस्तो खालको भनाइ आउँदैछ। किनभने त्यसको चोट चाहिँ यो दाँत अगाडिको दाँत चाहिँ भाँचेको थियो अरे, अन्त पुच्छरमा चाहिँ चोट लागेर चाहिँ मरेको अरे त्यो चितुवा चाहिँ। र त्यो चितुवा चाहिँ होइन, किनभने हिजो चाहिँ जुन घटना भएको थियो त्यो घटनास्थलमा चाहिँ जुन बाबाजीलाई चाहिँ त्यो चितुवाले तानेर लाँदाखेरि चाहिँ जुन त्यो भाइले चाहिँ ढुङ्गाहरूले टाउकोतिर हानेको थियो त्यो ढुङ्गाहरूको चाहिँ एउटा निशान पनि रहेन रहेछ अगाडि चाहिँ टाउकोमा चाहिँ। अन्त एउटा दाँत चाहिँ भाँचेको र पुच्छरमा चाहिँ अलिकति चोट लागेको चाहिँ रहेछ त्यो चित्तो चाहिँ। तर त्यो चित्तो चाहिँ होइन भनेर चाहिँ उहाँहरूले चाहिँ यसरी उयो थाप्नु भएको छ है। त्यो अब के भन्नु, अब त्यो जुन त्यो फसिने हुन्छ नि, त्यो अब हामीले जस्तो मुसाहरू फसाउँछौँ त्यस्तै फसिने चाहिँ उहाँहरूले लगाउनु भएको रहेछ। तर फरेस्टरले चाहिँ भन्नुहुँदैछ त्यो चित्तो चाहिँ होइन, किनभने त्यसको चाहिँ टाउकोतिर चाहिँ चोट छैन, खालि पुच्छर र अगाडि दाँतमा मात्रै चोट लागेर चाहिँ मरेको रहेछ भनेर चाहिँ उहाँहरूले भन्नुहुँदैछ। र त्यो पानीमा आएर चाहिँ मऱ्यो भनेर चाहिँ उहाँहरूले भन्नुहुँदैछ। त्यो चित्त चाहिँ होइन भने चाहिँ फरेस्टले चाहिँ फरेस्टको मान्छेहरूले चाहिँ त्यसरी भन्नुहुँदैछ। त्यही भएर चाहिँ यो चाहिँ त्यो चित्त पक्रिनु लागि चाहिँ फसाउने चाहिँ लगाइरहेछ। हेरौँ न के हुन्छ है। पनपोखरी खरसाङ डिभिजनको फरेस्ट डिपार्टमेन्टबाट यहाँ गाउँलेवासीमा हिजो जो भएको घटनाले गर्दाखेरि हामी वन विभागको तर्फबाट हिजो पनि आयौँ। हिजो करिबन 4:30-5 बजी घटना घट्दाखेरि हिजो 31 भएको कारणले गर्दा हामी पनपोखरी वन विभाग सबैजना आफ्नो ड्युटीमा व्यस्त भएको कारणले गर्दाखेरि हामी ल साथी, हिजो चाहिँ जुन बाघ अघि बिहानखेरि 1 जनवरी आज अघि बिहानखेरि जुन बाघ मारिएको थियो त्यो बाघ चाहिँ होइन भनेर चाहिँ उहाँ वन विभागले चाहिँ भन्नुहुँदैछ। त्यही भएर चाहिँ त्यो बाघलाई चाहिँ एउटा यहाँनिर यसमा पार्नु लागि चाहिँ यहाँनिर चाहिँ उयो लाउनु भएको रहेछ है। त्यो बाघ चाहिँ होइन भनेर चाहिँ वन विभागले चाहिँ भन्दैछ। तर मलाई चाहिँ जतिसम्म लाग्छ त्यही हो भनेर, तर उहाँहरूले चाहिँ होइन भनेर चाहिँ भन्नुहुँदैछ हो। र त्यही भएर त्यो बाघ पक्रिनु लागि चाहिँ यहाँनिर यसरी नेट लगाइएको छ। नेट होइन, यो के भन्छ, यो यस्तो बनाएको छ। यो हामी तपाईँहरूलाई मुसा मार्ने, मुसा पक्रिने भन्छौँ, तर यो चाहिँ अब बाघ पक्रिने भनौँ न, यस्तो लगाएको रहेछ। यहाँ वन विभागको चाहिँ सबैजना टिम आइपुग्नु भएको रहेछ। हाम्रो चाहिँ यो मुक्ति पिकनिक स्पटमै हो। यतापट्टि चाहिँ खोला चाहिँ माथि चाहिँ मन्दिर छ र यहाँनिर चाहिँ पक्रिनु लागि चाहिँ यसरी वन विभागको टिम यसरी बस्नुभएको छ। उहाँहरूले चाहिँ ड्युटी चाहिँ कन्टिन्यू लगातार दिइराख्नु भएको छ है। र एकपल्ट बुझौँ न उहाँहरूले के भन्नुहुन्छ। अहिले हामीले यहाँनिर हाम्रो गाउँलेवासीको एउटा उहाँको रिक्वेस्ट अनुसार हाम्रो खरसाङ डिभिजनका यस्तो प्रकारले चाहिँ ल्याएको रहेछ त्यो चाहिँ बाघ फसाउने चाहिँ। घ्याम्पे पनि यता आउन, घ्याम्पेमा आउन, घ्याम्पेलाई पनि त चित्तो जस्तो देख्छ नि त। यता यता पनि त्यो गाउँको चाहिँ सेकेन्ड चित्तै हो ऊ हो। उहाँले एउटा आज नगरिदिनु सक्यौँ भनेर हामी आज नगरी जाँदैछौँ। र यहाँ गाउँले तपाईँको नाम सुनौ, मदन तामाङ उहाँले भन्नुभयो आजघरि चाहिँ केस चाहिँ राखिदिनुहोस् र केस राख्दाखेरि के कसो हुन्छ सर्चिङ गऱ्यो भने त त्यो रिपोर्ट कतै पनि जिस्केर जान सक्छ र यहाँनिर केस राखेर 1-2 दिन हेरौँ भनेर उहाँले हामीलाई भनेर उहाँको आदेश अनुसार नै हामीले उहाँलाई एउटा गाउँलेवासी भएर उहाँलाई हामीले यो केसको उहाँलाई जिम्मा दिइरहेका छौँ। यस केसमा चाहिँ कोही पनि मानिसहरू घाँस काट्न दौराको निम्ति जङ्गल पाखामा नपसिदियोस्। नानीहरू कोही बेला चराचुरुङ्गी खेल्दाखेरि पनि यो जग्गामा आएर कोही बेला त्यो केसमा पसिनु सक्छ। अहिले हामी उपस्थित भइसकेको छु भने यो केसमा नानीहरू फसिनु सक्छ र तपाईँहरूले गाउँलेहरूले चाहिँ दया गरेर तपाईँहरूको एउटा व्हाट्सएप ग्रुपहरू छ या समाजको केही ग्रुपहरू छ भने दया गरेर सबैलाई यो सजेसन दिने
र यो बाटोघाटोमा पनि रातको समयमा बाइकमा स्कुटीमा हिँड्दाखेरि तपाईँहरू एक दुईजना भोलिन्टियरहरू तल गेटमा बसेर उहाँलाई पनि अलिकति एक दुई दिनको लागि सजेसन दिनुहोस्, किनभने फेरि यो घटना नदोहोरोस्। हामीलाई हामी वन पोखरी वन विभाग साथै हाम्रो खरसाङ डिभिजनका सबै कर्मचारीहरू चिन्तितमा परेको छ। यस्तो घटना हिजो मात्रै नै लेपर्ड निस्क्यो, हिजो नै 4-5जनालाई एट्याक गर्यो र ती बिमारीहरूको स्वास्थ्य धेरैभन्दा धेरै छिटो होस् भन्ने हामी भन्न चाहन्छौँ। किनकि उहाँहरूको बिहान गएर हामीले उहाँको बिमारी विषयमा सोधी खोजी गऱ्यौँ र एउटा दुधियामा हामीले बिहान हामी जाँदाखेरि 7 बजी एउटा लेपर्ड मृत्यु अवस्थामा त्यहाँ भेट्यौँ। त्यो मृत्यु के अरे लेपर्डलाई भेट्दाखेरि ती गाउँलेवासीहरूले उहाँहरूले आफ्नो त्यो फोटो हेर्दाखेरि उहाँले चाहिँ यो होइन भन्नेमा हामीलाई भन्नुहुँदैछ र त्यो पनि हामी पनि भन्नु सक्दैन कि हो होइन, त्यहीँ पनि एकजना मानिसले एट्याक गर्दै भन्दाखेरि चाहिँ हामीले यो नै हो कि भन्ने हामीलाई थियो। र ठिकै छ, हामी तपाईँहरूले जति भन्नुहुन्छ तपाईँले जे गर्नुहुन्छ, तपाईँ गाउँलेहरूले पनि हामीलाई सहयोग गर्नुहोस्। हामी तपाईँहरूलाई हामी डिपार्टमेन्ट फरेस्ट डिपार्टमेन्ट हामी सहयोग गरिरहन्छौँ र यस बाटोघाटोमा या मदपान खाएर नहिँडिदियोस्, किनकि मदपान खाएपछि अलिकति हामी ड्युटी आउँदाखेरि भनाभनी हुन्छ, भनाभनी हुँदाखेरि हामीलाई पनि अलिकति ड्युटी गर्दै गर्दा पनि एउटा मनमा राम्रो लाग्दैन। किनभने हामी ड्युटी गर्न आएको, हिजो पनि त्यस्तै घटना घट्यो यहाँनिर। के भने हामी यहाँनिर ड्युटी आउँदा सर्चिङ गऱ्यौँ, सर्चिङ गर्दाखेरि धेरै हामी थाकेको थियौँ। थाक्दाखेरि एकजना हाम्रो के अरे पानीघट्ट एउटा म्याडम आउनुभएको थियो, बिचरा म्याडमसँग डिस्कसन धेरै भएछ र हामी त सर्चिङ गर्दैथ्यौँ र म्याडमलाई हामीले भन्यौँ तपाईँ जानुहोस् भन्दाखेरि हामी चाहिँ उहाँ जो मानिसहरूसँग डिस्कस हुँदै थियो उहाँलाई डिस्कस त भएन, एउटा सम्झे बुझा गर्दाखेरि चियापानी खाएको हुनाले गर्दा अलिकति भुल बुझाबुझ गर्दै भएको हो, त्यसमा केही छैन। हामीलाई र फेरि यसरी नदोहोरोस्, घटना पनि नघटोस् र गाउँले तपाईँहरू मिलेर सबैलाई चाहिँ यो जानकारी चाहिँ दिनुहोस् भन्ने हामी तपाईँलाई यो निवेदन गर्दछु। र यस केसको सामुन्ने चाहिँ दया गरेर फर्दर अहिले तपाईँहरूलाई हामी जिम्मा दिइरहेको छौँ। यसमा अरू घाँस काट्ने या दाउरा काट्ने या नानीहरू पनि नआइदियोस्, नजिकमा नपरिदियोस्। कुनै पनि समय यो लेपर्ड परेको या कुनै पनि जङ्गल या भित्र परेको छ भने सर्वप्रथम वन विभागलाई खबर गरिदिने। हाम्रो कन्ट्याक्ट नम्बर यस प्रकार छ 8972028093 8972028093। यसमा खबर गरिदिने र ढिलै भए पनि टाढै भए पनि हामी तपाईँहरूको नजिकमा आएर तपाईँहरूले खबर दिएको अनुसार आएर हामी आफै नै यो केसलाई चाहिँ हामी आफै नै हेर्नेछौँ र तपाईँहरूलाई पनि बोलाउनेछौँ। त्यति भनी आज तपाईँहरू निर्धक बस्नुहोस्, हामीले खबर दिनुहोस्। आज तपाईँहरूको यो केस यहाँ राख्यो भनेर त्यो लेपर्ड आउँदैन तपाईँको गाउँघरमा भन्नु सक्दिनँ हामी। र हामी बेलुका पनि फेरि आएर तपाईँहरूको गाउँघरलाई हामी सुरक्षा गर्नेछौँ, ड्युटी गर्नेछौँ। यहाँ मात्रै हाम्रो ड्युटी होइन, चारैतिर हाम्रो लुकआउट गर्नु छ र यहाँ मात्रै हाम्रो छैन ड्युटी। र तपाईँहरू समयमा आएर हामी चाहिँ यहाँ पनि ड्युटी गरिदिनेछौँ है। तपाईँले यदि लेपर्ड आयो भने चाहिँ तुरन्त खबर चाहिँ गरिदिने। हाम्रो कन्ट्याक्ट नम्बर तपाईँले सुन्नुभयो होला, यस कन्ट्याक्ट नम्बरमा तुरन्त खबर गरिदिने अनुरोध गर्छु। धन्यवाद।